ल नमस्ते है नमस्ते साथीहरूलाई स्वागत छ। ल ल बोर्ड यहाँभन्दा मिल्दैन है। बोर्ड यहाँभन्दा मिल्दैन जति छ। ल पुरै देखिया छैन र। पुरै देखिया होला नि त बोर्ड। ल ओके। एकदम अच्छा छ भन्नु ओके। ल हिजो मैले तपाईँहरूलाई कहाँसम्म कुरा गरेँ भने अर्थ डेको कुरा भयो है हिजो। र त्यसो भने 2 नम्बरमा लेख्नु त। हामीले के को कुरा गर्दैछौँ भने वातावरणको क्षेत्रमा वातावरण संरक्षणको लागि नेपालले गरेका प्रयासहरू, नेपालले कस्तो कस्तो प्रयासहरू गरेछ, नेपालमा के कामहरू भएछन् वातावरण संरक्षणको क्षेत्रमा भन्ने कुराहरू गरियो। त्यस पछाडि अब अहिले हामीले अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासहरूको कुरा गर्दैछौँ होइन, जुन चाहिँ संस्थागत रूपमा चाहिँ भएका प्रयासहरूको कुरा गर्ने हो भने सबभन्दा पहिला हिजो हामीले अर्थ डे भनेर मनाउन सुरु गरियो। त्यसै गरी आज हामी कुरा गर्छौँ वर्ल्ड इन्भाइरोमेन्ट डे, विश्व वातावरण दिवस। विश्व वातावरण दिवस, विश्व वातावरण दिवस भनेर हामीले मनाउने गर्छौँ। यो कहिले मनाइन्छ, जस्तो यसका अरू उपनामहरू यसलाई के भनेर चिनिन्छ त भनेर भन्दा एउटा इको डे भनेर चिनिन्छ है, इको डे भनेर चिनिन्छ। अर्को वर्ल्ड इन्भाइरोमेन्ट डे भन्ने भइहाल्यो। यसलाई सर्ट फर्ममा WED पनि भनिन्छ। ल यस्ता नामहरूले यसलाई चिन्ने गरिन्छ भनेर सम्झिने। कहिले मनाइन्छ? हरेक वर्षको जुन 5 मा मनाइन्छ है, जुन 5 मा मनाइन्छ। सुरु कहिलेबाट भयो भने सुरु भयो अन्तर्राष्ट्रिय स्तरमा सन् 1974 बाट सुरु भयो। नेपालले चाहिँ नेपालमा सुरु भएको 2 वर्षपछि 1976 मा नेपालले सुरु गर्यो। र यसको चाहिँ हरेक वर्ष एउटा एउटा राष्ट्रले के गर्ने चलन छ भन्दा आयोजना गर्ने राष्ट्र, होस्ट कन्ट्री भनेर हरेक वर्ष नयाँ नयाँ राष्ट्रले होस्ट गर्ने चलन छ। जस अन्तर्गत पहिलो वातावरण दिवस, पहिलो वातावरण दिवसको होस्ट कन्ट्री कुन हो भने अमेरिका हो है। युएसएबाटै सुरुवात भएको थियो, अमेरिका हो। र पहिलो वातावरण दिवसको नारा के हो? नारा ओन्ली वान अर्थ है, ओन्ली वान अर्थ, एक मात्रै पृथ्वी भनेर। जुम गराइदिनु पर्यो। ल है। ल हिजोबाट हामीले नयाँ च्याप्टर सुरु गरेका छौँ, दिगो विकास वातावरण भन्ने टपिक हो यो। त्यसो भने सन् 2023 को नारा के हो? सन् 2023 को नारा बिट प्लास्टिक पोल्युसन, बिट प्लास्टिक पोल्युसन भन्ने नारा हो। र सन् 2023 को होस्ट कन्ट्री, 2023 को होस्ट कन्ट्री एउटा नेदरल्यान्ड हो, नेदरल्यान्ड र कोटे डी आइभोरी, कोटे डी आइभोरी भन्छ है, कोटे डी आइभोरी। ल यो दुईटा देशहरूले आयोजना गरे हो यसमा 2023 को भनेर सम्झिनु है, सह आयोजना। ल त्यसपछि आएर हामी कुरा गर्छौँ 3 नम्बरमा।
तेस्रो विश्व स्तरमा गरिएको अर्को प्रयासको रूपमा हामी चिपको आन्दोलनलाई लिन्छौँ। चिपको आन्दोलन सुन्नु भएको छ? चिपको आन्दोलन भनेको के हो? के हो चिपको आन्दोलन भनेको? चिपको आन्दोलन भने चिप्किने, टाँसिने, होइन, भित्तामा केही कुरा चिप्काउने भनेर सुन्नुभयो होला नि। हो, चिपको आन्दोलन भनेको भारतको हिमाञ्चल र गढवाल दुईवटा प्रान्तमा आयोजना गरिएको अथवा सञ्चालन गरिएको एउटा वातावरण संरक्षण सम्बन्धी अहिंसक मुभमेन्ट हो, है, अहिंसक आन्दोलन हो, जसको नेतृत्वकर्ता सुन्दरलाल बहुगुणा हो, है, सुन्दरलाल बहुगुणा, जसको निधन भइसकेको छ सन् 2021 मे 21 यिनको निधन भएको थियो। यहाँबाट पनि प्रश्नहरू कहिलेकाहीँ सोधिरहेको हुन्छ है। ल, चिपको आन्दोलन भनेको के हो भनेर भन्दा के हो त खासमा? कसैले कसैले रुख काट्न लागेमा, कसैले रुख काट्न लागेमा, कसैले रुख काट्न लागेमा रुखमा टाँसिएर, रुखमा टाँसिएर, रुखमा टाँसिएर काट्न नदिने, काट्न नदिने। रुख काट्नुभन्दा पहिला मलाई काट अनि बल्ल रुखलाई काट भनेर भन्ने एउटा मुभमेन्ट हो यो, है। आन्दोलन भनेको सबै आन्दोलनमा रगतको खोलै बग्छ, होइन, रगतको चाहिँ धारै बग्छ भन्ने जरुरी छैन। मुभमेन्ट भन्न खोजेको यो, है, विद्रोह भन्न खोजेको। त्यस पछाडि आएर कहिले सञ्चालन भएको त? कहिले सञ्चालन भएको भन्दा सन् 1973मा, है, 1973मा सञ्चालन भएको। कहाँ सञ्चालन भएको भन्यो भने भारतको हिमाञ्चल र गढवाल, भारतको हिमाञ्चल, है, भारतको हिमाञ्चल र गढवालमा सञ्चालन भएको, हिमाञ्चल र गढवालमा सञ्चालन भएको वातावरण संरक्षण सम्बन्धी अहिंसक आन्दोलन हो भनेर सम्झ्यो, है। ब्लर आयो लेखेको। ल, एकैछिन पर्नु है त, मैले डाटा अन गर्छु। र तपाईँहरूलाई मैले एउटा हुन त तपाईँहरू कतिको सचेत हुनुहुन्छ है। आज लगभग 5:34 जाँदा मलाई ठ्याक्कै फेसबुकबाट एउटा मेल आयो, यो फेसबुक आइडी इज ह्याक्ड भनेर म्यासेज आयो। अनि ठ्याक्कै अनि मैले हेरिहालेँ, मलाई मेल पनि आयो, अनि मोबाइलमा पनि म्यासेज आयो, अनि फेसबुकमा पनि ठ्याक्क त्यो नोटिफिकेसन आयो। अनि मैले हेरिहालेँ, रिभ्यू लगइन गरेको भारतको कुनै एउटा क्षेत्रबाट चाहिँ के भन्छ, मेल हालिसकेको रहेछ, @outlook.com भन्ने एउटा मेल एड गरिसकेको रहेछ। फेसबुक के अरे फोन नम्बर चाहिँ के अरे उडाउन भ्याइसकेको रहन्छ, है, उडाउन भ्याइसकेको रहन्छ। अनि त्यस पछाडि बल्ल बल्ल एकछिन त्यसले राम्रै तनाव दियो। त्यसपछि बल्ल धन्न चाहिँ एक्टिभ भएको हुनाले बचेको भनेर भन्ने कुरा भयो। त्यही भएर तपाईँहरू पनि अवेर हुनु होला यो विषयमा, है। फोन नम्बरहरू छैन भने फोन नम्बरहरू हाल्नु होला, इमेलहरू, होइन, इमेलहरू बरु 2-3टा याद गर्न मिल्छ होला, सायद 2-3टा इमेलहरू याद गर्नु होला, है। ह्याकरले चाहिँ अब एउटा मात्रै भयो भने ठ्याक्क त्यो हटाइदिइहाल्छ। आफ्नै 2-3टा इमेलहरू छ भने त्यो राख्नु होला। कसरी हुन्छ अबको जमानामा गाह्रो छ, है। सोझो मान्छेलाई, जस्तो हाम्रो विकास अधिकारी सरको फेसबुक पेज ह्याक भएको छ, करिब 47K फलोवर्स भएको फेसबुक पेज अब अहिले ह्याकरको हातमा छ, है। त्यो भएको हुनाले गाह्रो छ अबको यो दुनियाँमा सोझा साझा मान्छेलाई बाँच्न गाह्रो छ। ल, त्यही भएर त्यो 2 वे अथेन्टिकेसन भन्ने चाहिँ एक्टिभ गरिहाल्नुहोस्, है। त्यो हुने बित्तिकै सजिलैसँग गर्न सक्दैन कि उसले। गर्ने भयो त मेरो चाहिँ गरिसकेको थियो, मलाई थाहा नदिकन गर्थ्यो उसले। तर 2 वे भयो भने कतै न कतैतिरबाट चाहिँ अल्झिन्छ कि, होइन, कुनै न कुनै माध्यमबाट चाहिँ टाइम लाग्छ। अब ह्याकरले नसक्ने भन्ने त नहोला, तर उसलाई पनि सजिलो चाहिँ हुन्न कि, उसले पनि धेरै कुराहरू चाहिँ तोडताड पार्नुपर्छ। त्यो भावनाले यस्ता कुराहरूमा बी अवेर, है। ल,
साइबर गएर बन्द गराएको मेरो भाइको त भन्नु अब यस्तो छ कि अब यो हाम्रो देश निरीह भएर हो कि साथीहरू। कम्तीमा नेपाल सरकारले फेसबुक कार्यालयलाई कम्तीमा नेपालमा एउटा सम्पर्क कार्यालय स्थापना गर भनेर चाहिँ भन्न सक्छ नि। कम्तीमा त्यो हुने बित्तिकै नेपालले होइन उतिखेरै चाहिँ अन द स्पट कोअर्डिनेसन त गर्न सक्छ नि फेसबुकसँग। होइन त्यो हुने बित्तिकै नेपालमा पनि केही उहरू हुन्छ। नेपालको हातमा कन्ट्रोल सबै नभए तापनि उसले मोनिटरिङ गर्न सक्छ भन्ने बित्तिकै फलानु डाटा भन्ने बित्तिकै उसले मगाउन सक्छ। होइन जस्तो गुगल हेर्नु त, गुगल अहिले धेरै सिस्टमेटिक छ नि। गुगल नेपालको कर प्रणालीमा पनि दर्ता छ। बकाइदा गुगलले नेपाल सरकारलाई कर पनि बुझाउँछ। तर अब यो फेसबुक अरू सामाजिक सञ्जालहरू नेपालमा केही पनि छैन। सबै जान्छ बाहिर, जान्छ बाहिर गएर स्टोर हुन्छ, त्यो गिरुवाको हातमा पुग्छ अनि गिरुवाले त्यसको चाहिँ दुरुपयोग गरिदिन्छ। है राज्य कमजोर भएपछि के गर्नु। ल अहिले के छ, बोर्ड देखियो? ल अहिले बोर्ड चाहिँ देखिया छ कि छैन? ल मलाई व्हाट्सएप गर्नुभयो भने मैले यहाँ फोटो खिचिएको छु कि ठ्याक्क त्यहाँ ल्यापटपमा खोल्दा खोल्दै त्यहाँ के भनेको छ भनेर मैले फोटो खिचिएको छु। मलाई व्हाट्सएपमा म्यासेज गर्नुभयो भने मैले त्यो देखाइदिन्छु तपाईँहरूलाई है त। यस्तो यस्तो भएको थियो अनि त्यहाँ त ठ्याक्कै लोकेसन सहित देखाइदिन्छ कि टु वे अथेन्टिकेसन अन गर्नु भएको छ तपाईँले भने तपाईँको फेसबुक कुन लोकेसनबाट चाहिँ लगइन भइरहेछ भन्ने कुरो ठ्याक्कै त्यसले लोकेसन सहित देखाइदिन्छ। अनि थाहा हुन्छ। स्क्रिन स्क्रिन सेयर नै छ होइन र? ए स्क्रिन सेयर गरिनँ मैले, गरे जस्तो लाग्थ्यो त फेरि। ए गरेर हिँड्छु। ल अब चाहिँ भयो होला है। ल अहिले बुझ्यो? 1 इयर टाइमिङ गरेर ल ठिक छ। अब मैले जस्ट भन्न खोजेको तपाईँहरूलाई सेयर गर्न चाहेको मैले यस्तो यस्तो भयो, हामी चाहिँ सबै अवेर हुनुपर्छ यो कुरामा भन्ने हो। ल अरू कुरा त्यस्तो छ भने पछि गरौँला है। मेसेज गर्नु होला, मैले त्यता आफूसँग भएका कुराहरू, मैले भोगेका कुराहरू तपाईँहरूलाई म चाहिँ सेयर गर्छु है। र भारतको हिमाञ्चल र गढवाल राज्यमा सञ्चालनमा आएको भन्दा चाहिँ सम्झिनु होला। यसको नेतृत्वकर्ता को हो भन्यो भने यसको नेतृत्वकर्ता सुन्दरलाल बहुगुणा। सुन्दरलाल सुन्दरलाल बहुगुणा है। सुन्दरलाल बहुगुणा भन्ने मान्छे हो। यिनको निधन भएको छ। यिनको निधन भयो सन् 2021। निधन भयो सन् 2021को 5 महिना 21 गते। 2021को मे 21मा यिनको निधन भयो भनेर सम्झिने। र यसको मेन उद्देश्य भनेको वन फडानी होइन, वन विनाशलाई रोक्ने। कसैले गएर चाहिँ वन फडानी गर्न लाग्यो, रुख धमाधम रुख काट्न लाग्यो भने रुखमा गएर टाँसिने, चिप्किने भन्छ नि, रुखमा गएर टाँसिने, रुख काट्नुभन्दा पहिला मलाई काट भनेर भन्ने होइन। सिम्बोलिकल्ली रुख चाहिँ वातावरण विनाश हुन नदिने, वन जङ्गल विनाश हुन नदिने भन्ने नै यसको सिम्बोलिक अर्थ थियो भनेर सम्झिने। नेदरल्यान्ड्स र अर्को के हो भन्नु, कोटे डी आइभेरी, पहिला आइभेरी कोस्ट भनिन्थ्यो, जसको नाम कोटे डी आइभेरी हो है। कोटे डी आइभेरी भन्छ। यसको स्पेलिङ भन्यो भने कोटे डी, COTE, कोटे डी आइभेरी भन्छ। कोटे डी आइभेरी। ल एसएमएस हेर्नु भएन मेरो भन्नु मेनुका भट्टराईले। अब पछिल्लो समय म एकदमै बिजी छु है साथीहरू। तपाईँहरूले व्हाट्सएपमा आएको म्यासेज सरले रेस्पोन्स गरेन भन्ने सोच्नुहुन्छ होला।
म एकदमै बिजी छु अनि म एकदम 100% फोकस भएर केही पनि काम गर्नै पाइरहेको छैन। दौडधुप बढी छ कि है, चिसो छ। त्यो भएको हुनाले मैले केही साथीको त रिप्लाई गरिरहेको छु, केही साथीलाई मैले लगभग 5-7 जना साथीहरूलाई आजै मात्रै पनि चाहिँ रेस्पोन्स गरेको छु। तपाईँहरूको गर्छु है, नआत्तिनुहोस्। ल त्यस पछाडि आएर 4 नम्बरमा जाने हो भने यस्तै चिप्को आन्दोलन जस्तै अर्को वातावरण क्षेत्रको अहिंसक एउटा चाहिँ मुभमेन्टको कुरा गर्ने हो भने के भन्न सकियो भने बाङ्गारी माथाईले नेतृत्व गरेको ग्रिन बेल्ट मुभमेन्ट, ग्रिन बेल्ट मुभमेन्ट भनेर भनौँ, ग्रिन बेल्ट मुभमेन्ट। ल ग्रिन बेल्ट मुभमेन्ट भनेको केन्याको नैरोबी सहरमा, केन्याको नैरोबीमा 51 मिलियन रुख रोपिएको, 51 मिलियन रुख रोपिएको घटना हो। त्यो एउटा चाहिँ परियोजना जस्तो होइन, एउटा चाहिँ प्याकेज जस्तो हो ग्रिन बेल्ट मुभमेन्ट भनेको। कहिले भएको हो त यो ग्रिन बेल्ट मुभमेन्ट? कहिले सञ्चालन भयो भन्दा सन् 1977मा सञ्चालन भयो। कहाँ भयो? केन्याको नैरोबीमा। यसको नेतृत्वकर्ता को? नेतृत्वकर्ता कसले नेतृत्व गरेको भन्यो भने बाङ्गारी माथाई है, बाङ्गारी माथाईले नेतृत्व गरेको। र यिनले यही कामका लागि सन् 2004 को नोबेल पिस प्राइज पनि जितेकी थिइन् है। सन् 2004 को नोबेल पुरस्कार विजेता पनि हुने, नोबेल पुरस्कार प्राप्त गरेकी यही कामको लागि बाङ्गारी माथाईले है। केन्याको राजधानी नैरोबीमा सन् 1977मा करिब 51 मिलियन रुखहरू रोपिएको भनेर भनिएको छ है। करिब 51 मिलियन रुखहरू रोपिएको र यिनलाई त्यही भएर सन् 2004 को नोबेल शान्ति पुरस्कार चाहिँ प्रदान गरियो। र यसको नारा के थियो? यो अभियानको नारा के हो? यो मुभमेन्टको नारा के हो भने एउटी आमाले आफ्नो सन्तान, एउटी आमाले आफ्नो सन्तान, आफ्नो सन्तान र एउटी आमाले आफ्नो सन्तान र रुखलाई, आफ्नो सन्तान र रुखलाई बराबर माया गर्नुपर्छ, बराबर माया गर्नुपर्छ, माया गर्नुपर्दछ भनेर भन्ने है। यसको थीम के हो भने यसको नारा के हो? यो चाहिँ एउटा अभियान होइन, अभियान नै भनौँ यसलाई। यो अभियानको नारा के हो? कुन नारा यिनका साथीको सञ्चालन भएको थियो भने एउटी आमाले आफ्नो सन्तान र रुखलाई बराबर माया गर्नुपर्छ, बराबर ममता गर्नुपर्छ भनेर भन्छ। 5 नम्बरमा जाने हो भने अर्थ आवर। अर्थ आवर 2077 सालको नासुलाई प्रश्न सोध्यो, अर्थ आवरको सुरुवात कुन देशबाट भएको भनेर। ल भन्नुहोस्, अर्थ आवरको सुरुवात कुन देशबाट भयो? ल भन्नुहोस्। अर्थ आवरको सुरुवात कुन देशबाट भएको? दिगो विकासको कुरा हिजो गरे होइन, दिगो विकास सकेर हामी यता प्रवेश गरे हो है। दिगो विकासका कुरा गरेर हामी वातावरणतिर छिरेको। ल धेरै साथीहरूले त्यो बेलामा, अब अहिले त धेरैलाई थाहा छ किनभने इक्जाममा चाहिँ सोधेको प्रश्न भनेपछि हामी हेर्छौँ, तर त्यही प्रश्न झ्याप्प पहिलोचोटि देख्दा के हो भन्ने हुन्छ। धेरै साथीले वातावरण शब्दको चाहिँ वातावरण सम्बन्धी धेरै कुराको सुरुवात अमेरिकाबाट भएको भन्ने लजिकली अमेरिका हानेर आए। तर अर्थ आवरको सुरुवात सन् 2007बाट, सन् 2007मा भनौँ, सन् 2007मा अस्ट्रेलियाको सिडनीबाट भयो। अस्ट्रेलियाको सिडनी। राजधानी हो सिडनी? होइन, राजधानी क्यानबेरा हो, सिडनी मुख्य सहर हो है। सिडनीबाट अर्थ आवर मनाउन सुरु भयो। वास्तवमा के हो यो अर्थ आवर भनेको? अर्थ आवर, अर्थ भनेको पृथ्वी, आवर भनेको घन्टा। पृथ्वीको लागि 1 घन्टा भने है, पृथ्वीको लागि 1 घन्टा। जस्तो हरेक वर्ष
हरेक वर्ष मार्च अन्तिम शनिबार, हरेक वर्ष मार्च अन्तिम शनिबार है, हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार 8:30 PM, 8:30 PM टु 9:30 PM, बेलुका 8:30 बजेदेखि 9:30 बजेसम्म संसारभरिको बत्ती निभाउने, संसारभरको संसारभरको बत्ती बत्ती बन्द गर्ने, संसारभरको बन्द गरी बत्ती बन्द गरी भनेको जति पनि इलेक्ट्रिक इक्विपमेन्टहरू छ सबै बन्द गरेर पृथ्वीलाई आराम दिने, पृथ्वीलाई आराम दिने उद्देश्यले अर्थ आवरको सुरुवात भएको सन् 2007बाट है। हरेक वर्ष कहिले गरिँदो रहेछ? मार्च महिनाको अन्तिम शनिबार है, मार्च महिनाको अन्तिम शनिबार बेलुका 8:30 बजेबाट 9:30 बजेसम्म सबै चाहिँ लाइटहरू बन्द गरेर पृथ्वीलाई आराम दिने, पृथ्वीको लागि 1 घन्टा भनेर पृथ्वीको लागि आराम दिने उद्देश्यले यो सुरुवात गरियो। कसले आयोजना गर्छ भन्यो भने कुन संस्थाले गर्छ? कसले आयोजना गर्छ भने WWF ले गर्छ। कसले आयोजना गर्छ? WWF सिडनी, WWF अस्ट्रेलिया अथवा WWF सिडनीको सहकार्यमा हरेक वर्ष यो सञ्चालन हुने गरेको छ भनेर सम्झिने। त्यसो भने सन् 2023मा मनाइयो होइन, सन् 2023मा मनाइयो। यसको नारा के नारा साथ मनाइयो? 2023को नारा के मनाइयो भने द बिगेस्ट आवर फर अर्थ, द बिगेस्ट आवर फर अर्थ, पृथ्वीको लागि ठुलो घन्टा होइन, पृथ्वीको लागि महत्त्वपूर्ण घन्टा, ठुलो घन्टा, द बिगेस्ट आवर फर अर्थ भन्ने नाराका साथ 2023को अर्थ आवर मनाइयो भनेर सम्झिने। ठिक छ, बुझिया छ? लेखिरहनु भएको छ? बुझिया छ होला नि अहिले त? नेपालमा चाहिँ खासै थाहा छैन, नेपालमा मनाइया छैन है, नेपालमा मनाइया छैन। ल बुझिएको छ भन्नुभयो, छ भन्नुभयो, ल ठिक छ, बिस्तारी बिस्तारी हेर्नु होला, बुझिएन भने म फेरि भन्छु है, नहात्तिनुहोस्। ल त्यसो भने अब हामी कति नम्बरमा गयौँ? 6 नम्बरमा जाउँ। 6 नम्बरमा दुईवटा यस्तो महत्त्वपूर्ण सम्मेलनको कुरा गर्छौँ। एउटा वातावरणीय क्षेत्रको पहिलो औपचारिक सम्मेलन, अर्को वातावरणीय क्षेत्रको हालसम्मको सबभन्दा लामो सम्मेलन है। ल हेर्नुहोस्, पहिला कुरा गरौँ स्टकहोम सम्मेलन। स्टकहोम सम्मेलन, ल स्टकहोम सम्मेलन वातावरणीय पक्षलाई लिएर, वातावरणीय पक्षलाई लिएर गरिएको पहिलो औपचारिक सम्मेलन हो। पहिलो औपचारिक सम्मेलन हो है। ल अर्थ आवर कहिले मनाइन्छ? आधिकारिक डे छैन भन्नु। मार्च महिनाको अन्तिम शनिबार भनेपछि मार्च महिनाको अन्तिम शनिबार सधैँ एउटै मितिमा पर्छ त? पर्दैन के? जस्तो हाम्रो श्राद्ध भनौँ न, श्राद्ध, हाम्रा चाहिँ पिता पुर्खाहरूको चाहिँ श्राद्ध निश्चित मितिमा पर्छ? पर्दैन नि, त्यो तिथिमा पर्छ। तिथि घटबड हुन्छ, त्यस्तै त हो नि यो होइन। बर्थडे चाहिँ हामी गतेलाई आधार मानेर मनाउँछौँ। गते भनेपछि तिथि सिथि जेसुकै पऱ्यो नि, गते भनेपछि सधैँभरि एउटै गतेमा हुन्छ। तर यो चाहिँ तिथि जस्तोमा मनाइन्छ। मार्चको अन्तिम शनिबार भनेर त्यस्तै, कहिले मार्चको अन्तिम शनिबार 28 गते नि पर्न सक्छ, कहिले 27 गते पर्न सक्छ, कहिले 31 गते पर्न सक्छ, मिति एक्ज्याक्ट हुँदैन। यसपालिको सन् 2023को मार्च 25 परेको कि जस्तो लाग्छ मलाई है, मार्चको चाहिँ 25 परेको हो कि जस्तो लाग्छ। ल गते चाहिँ एक्ज्याक्ट हुँदैन है। ल वातावरणीय पक्षलाई लिएर गरिएको पहिलो औपचारिक सम्मेलन हो स्टकहोम सम्मेलन।
कहिले सम्पन्न भयो? स्टकहोम भनेको कहाँ पर्छ? स्विडेनमा पर्छ है। ल त्यसको कुरा अहिले गरौँला। कहिले भयो त भन्दा सन् 1700 के अरे सन् 1972 सन् 1972 जुन महिनाको 5 देखि 16 गतेसम्म है, 5 देखि 16 गतेसम्म कहाँ भन्यो भने कहाँ भएको सम्मेलन हो त भन्दा स्विडेनको स्टकहोममा स्टकहोममा स्विडेनको स्टकहोममा सम्पन्न भयो। त्यसपछि आएर यसको मुख्य उपलब्धिको रूपमा युएनइपी को स्थापना भयो है। यसको मुख्य उपलब्धिको रूपमा युएनइपी को स्थापना भयो। यसले आधार प्रदान गर्यो है। यो स्टकहोम सम्मेलनले युएनइपी स्थापनाको आधार प्रदान गर्यो र यसको अफिसियल स्थापना चाहिँ कहिले भयो भन्यो भने चाहिँ यसको अफिसियल स्थापना भएको सन् 1972 12 महिना 15 गते हो है। युएनइपी युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम, जसलाई नेपालीमा के भन्छ? संयुक्त राष्ट्र सङ्घीय। यो धेरै पटक सोधेको छ यो प्रश्न। संयुक्त राष्ट्र सङ्घीय वातावरणीय कार्यक्रम भन्छ। यसको प्रधान कार्यालय कहाँ छ? यसको चाहिँ प्रधान कार्यालय, हेड अफिस कहाँ छ? केन्याको नैरोबीमा छ है। युएनइपी को प्रधान कार्यालय भन्यो भने यसको प्रधान कार्यालय कहाँ छ भन्यो भने नैरोबी केन्या भनेर सम्झिने है। केन्याको नैरोबीमा छ। त्यसपछि आएर अब यो स्टकहोम सम्मेलनमा 122 राष्ट्र उपस्थित थिए। 122 राष्ट्र सहभागी भएका थिए भनेर सम्झिने, जसमा नेपालबाट को सहभागी भएका थिए? नेपालबाट सहभागी प्रद्युम्नलाल राजभण्डारी है। प्रद्युम्नलाल राजभण्डारी नेपालबाट चाहिँ सहभागी भएका थिए। यिनी जर्मनको लागि नेपाली राजदूत नियुक्त थिए अनि यिनले प्रतिनिधित्व गरे भनेर सम्झिने। र यो स्टकहोम सम्मेलनले वातावरण संरक्षण सम्बन्धी 26 वटा कार्यनीति र 109 वटा सुझाव पारित गरेको। ल यसरी वातावरणीय क्षेत्रको विषयलाई लिएर संसारमा पहिलो पटक औपचारिक सम्मेलन कहिले भएको रहेछ भन्दा यो मितिमा भएको रहेछ, 1972 को जुन महिनाको 5 देखि 16 गतेसम्म। कहाँ भएको? स्विडेनको स्टकहोममा। कति राष्ट्र सहभागी भएका रहेछन्? 122 वटा, जसमध्ये नेपालबाट सहभागी को भएको रहेछ? प्रद्युम्नलाल राजभण्डारी। यसले 26 वटा कार्यनीति र 109 वटा सुझाव पारित गरेको रहेछ भनेर सम्झिने है। स्कट भन्ने त होइन, स्टक हो कि। मैले के लेखेको छु यहाँ? स्कट स्टक हो है। स्टकहोम लेखेँ भनेको स्कट लेखेछु। यो त एकचोटि के भयो रे भन्दा तपाईँलाई ठ्याक्क त्यस्तै भएछ क्या। भन्दा सुई भनियो। एकचोटि के भयो भने स्कुलमा प्रधानाध्यापकले नेपाली पढाउने सरलाई बोलाएर चाहिँ वन विभागलाई एउटा पत्र लेख्नुहोस् भनेर भन्यो अरे। अनि विषय के लेख्नुपर्ने रहेछ भने लकडी उपलब्ध गराउनु पर्ने। मधेसतिरको ठाउँ रहेछ, काठलाई चाहिँ लकडी भनेको रहेछ। लकडी उपलब्ध गराउने बारे भन्दा यसरी लेख्नु पर्ने रहेछ। तर यहाँ भएछ कि लकडी भनेर यसरी लेखिएछ। अनि त्यो निवेदन लेख्नेले लेखिभ्यायो अनि हेडमास्टरलाई पढ्न दियो। ल सर पढ्नु त कस्तो छ भने हेडमास्टरले नि पढ्यो, लकडी नै पढिरहेछ कि। लकडी नै पढ्यो, लकडी उपलब्ध गराउनु अरे। ठिक छ भने अनि पठायो। अनि पछि थाहा भयो, सबलाई थाहा भयो
होइन के नि आयो यो भन्दा अनि यसले चाहिँ पछि ठुलो रूप लियो अरे भनेर भन्ने थियो। एउटाले लेख्न जानेन, एउटाले पढ्न जानेन होइन। कहिले काहीँ ठ्याक्क मनमा भन्दा एउटा कुरा भनिराखेको हुन्छ, हातले फर अर्को कुरा लेखिदिरहेको हुन्छ। ल, स्टक होम लेखेँ भनेको भन्दा पटक पटक स्टक होम भने लेख्दा स्कट होम लेखिएछ। ल, त्यसलाई मिलाएर लेख्ने है त। ल ल, यहाँ चाहिँ स्टक होम नै रहेछ। ओके। यसरी वातावरण क्षेत्रको पहिलो औपचारिक सम्मेलन सम्पन्न भयो। अब हामी हेरौँ वातावरण क्षेत्रको। अझ यसमा एउटा हजुरहरूलाई टिप्न मन लाग्छ भने एउटा के टिप्नु होला भने दुईवटा सम्मेलनहरूको 10 वर्षको भर्जन चल्छ। जस्तो यसमा चाहिँ स्टकहोम सम्मेलन, स्टकहोम +50 भन्ने सम्मेलन भइसक्यो। स्टकहोम +15 सम्मेलन कहिले सम्पन्न भयो भने सन् 2022को 5 महिना 20 गते। कहाँ भयो भन्यो भने सर्बियाको बेलग्रेडमा भयो। सर्बियाको राजधानी बेलग्रेडमा भयो। सर्बियाको बेलग्रेड है, सर्बियाको बेलग्रेड। यो स्टकहोम +50 भनेको के हो भने ल हेर्दै हुनु रहेछ। ठिक छ। प्रद्युम्नलाल राजभण्डारी जर्मनीको लागि नेपाली राजदूत हुन् के त्यो बेलामा है। जर्मनीको लागि नेपाली राजदूत हुन् अनि तिनी चाहिँ त्यतैबाट सहभागी भएका। स्टकहोम +50 भनेको यस्तो हो है। जस्तो स्टकहोम सम्मेलन 1972मा भयो। त्यसमा 50 जोड्ने भने कति हो? 50 जोड्नु त 2022 हुन्छ। हो, यसरी चाहिँ स्टकहोम सम्मेलन भएको 50 वर्षपछि भएको सम्मेलन भएको हुनाले स्टकहोम +50। अब यसो चाहिँ सधैँभरि हुँदैन, 10-10 वर्षमा हुने गर्छ। जस्तो स्टकहोम +10 भन्ने हुन्छ, स्टकहोम +20 सम्मेलन भन्ने हुन्छ, स्टकहोम +30 हुन्छ, स्टकहोम +50 हुन्छ, 40 हुन्छ, यसरी हुन्छ। ठ्याक्कै यस्तै हाम्रो अर्को रियो सम्मेलन पनि हुन्छ अहिले। अब त्यसैको चर्चा गर्छौँ हामी। रियो +10 हुन्छ, रियो +20 हुन्छ, रियो +30 हुन्छ। अहिले रियो +30 भएको छ 2022मा। ल, यसरी 10-10 वर्षमा चाहिँ सम्मेलन हुन्छ, त्यसैको निरन्तरता स्वरूप भनेर भन्ने है। ल, कति 6-7 नम्बर कतिमा पुग्यो मिलाएर लेख्नु होला नम्बर। ल, रियो सम्मेलन भनेर सम्झिने। रियो सम्मेलन वातावरणको क्षेत्रमा कोसेढुङ्गा साबित भयो है। कोसेढुङ्गाको रूपमा लिइन्छ, माइल स्टोनको रूपमा लिइन्छ यसलाई रियो सम्मेलन, जसलाई पृथ्वी सम्मेलन पनि भनिन्छ। पृथ्वी सम्मेलन, अर्थ समिट भनेर पनि भन्ने गरिन्छ है। ल, त्यसपछि आएर वातावरणीय क्षेत्र। वातावरणीय क्षेत्रको हालसम्मको वातावरणीय क्षेत्रको हालसम्मको लामो सम्मेलन हो है। वातावरणीय क्षेत्रको विषयमा गरिएको हालसम्मको सबैभन्दा लामो सम्मेलन हो। चाहे रियो सम्मेलन भन्न सक्छ, चाहे पृथ्वी सम्मेलन अर्थ समिट भन्न सक्छ है। किन रियो भनेको रे? अघि किन स्टकहोम भनेको? किनभने स्विडेनको स्टकहोममा भएको हुनाले। त्यसो भने अहिले यसलाई किन रियो भनेको? ब्राजिलको रियो दी जेनेरियो भन्ने सहरमा सम्पन्न भएको है। त्यसैले भनेपछि कहिले सम्पन्न भएछ यो? कहिले भएको हो भन्यो भने यो भयो सन् 1992। स्टकहोम भएको 20 वर्षपछि भएको भनेर सम्झिने। 1992को जुन 3देखि 14सम्म, जुन 3देखि 14सम्म कहाँ भएको, कहाँ आयोजना भएको भन्यो भने ब्राजिलको रियो दी जेनेरियो। ब्राजिलको रियो दी जेनेरियो है, रियो दी जेनेरियोमा सम्पन्न भयो। ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न भयो। त्यसपछि आएर रियो +20। रियो +20 कहिले भयो भन्दा सन् 2012मा भयो।
है। मैले हिजो पनि यसको बारेमा कुरा गरिसकेँ। Rio+20 सम्मेलनमा कोलम्बियाले 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 एसडिजिएस सस्टेनेबल डेभलपमेन्ट गोल्स भनेको है, सस्टेनेबल डेभलपमेन्ट गोल्स प्रस्ताव गरेको। ल, सबैभन्दा पहिला कोलम्बियाले सस्टेनेबल डेभलपमेन्ट गोल्स कहाँ प्रस्तुत गरेको थियो भने Rio+20 सम्मेलन जुन 2012मा भएको थियो। 2012मा भएको Rio+20मा यसले प्रस्ताव गर्यो। त्यसले कहाँ पठायो? युएन महासभामा पठायो अनुमोदनको लागि। अनि अहिलेसम्म Rio+30 आयोजना भइसकेको छ। Rio+30 सम्पन्न कहिले भयो भने Rio+30 सम्पन्न भयो सन् 2022को अक्टोबर 26मा, 10 महिना 26 गते। कहाँ भयो भन्दा त्यही रियो डी जेनेरियोमै भयो। रियो डी जेनेरियोमै भयो। यसले चारवटा कुराहरू महत्त्वपूर्ण छ यसमा सम्झिनुपर्ने है। यसले चारवटा प्रस्तावहरू पारित गर्यो। के हो त्यो चारवटा प्रस्तावहरू? एउटा एजेन्डा 21, एउटा हो एजेन्डा 21, अर्को के हो? जैविक विविधता भन्ने अर्को प्रस्ताव पारित गर्यो। अर्को के चाहिँ पारित गर्यो? जलवायु परिवर्तन पारित गर्यो। 4 नम्बरमा के पारित गर्यो? वातावरण संरक्षण ऐन पारित गर्यो। ऐन अथवा वातावरण संरक्षण के भन्ने यसलाई? वातावरण संरक्षण सम्बन्धी प्रस्ताव भनौँ। ल, यसरी यो चारवटा प्रस्तावहरू पृथ्वी सम्मेलन अथवा रियो डी जेनेरियोले पारित गर्यो। ठिक छ। ल, र ठिक छ। अब जे भयो नि त्यही हो। वातावरण संरक्षण सिद्धान्त भने पनि, रणनीति भने पनि, सिद्धान्त रणनीति जे भने नि त्यही हो कुरा है त। ल, त्यसो भने व्हाट इज एजेन्डा 21? के हो एजेन्डा 21 भनेको? ल भन्नु त, ठ्याक्कै भन्नु के हो? को आन्सर के हुन्छ? ल भन्नुहोस्। एजेन्डा 21 भनेको के हो? ल, एजेन्डा 21 भनेको वातावरण संरक्षणको चाहिँ सन्दर्भमा विभिन्न देशहरूले अथवा वातावरण संरक्षणको चाहिँ सन्दर्भमा देशले गर्नुपर्ने कार्यहरूको सूची नै के हो? एजेन्डा 21 हो। जुन सन् 1992को रियो सम्मेलन अथवा चाहिँ अर्थ समिटले पारित गरेको थियो हैन, जसमा 300 पृष्ठ लामो थियो, 40वटा बुँदा थियो र 120वटा चाहिँ के थियो? 120वटा कार्ययोजना स्ट्राटेजी चाहिँहरू रहेको थियो भनेर सरसर्ती यसको बारेमा मोटामोटी कुराहरू टिप्नु। ल, एजेन्डा 21 के हो? एजेन्डा 21 भनेको भन्दा वातावरण संरक्षणका लागि देशले गर्नुपर्ने कार्यको सूची हो है। देशहरूले गर्नुपर्ने कार्यको सूची नै के हो? एजेन्डा 21 हो। त्यस पछाडि आएर यो वातावरणीय क्षेत्रको सबैभन्दा
हालसम्मको सबैभन्दा वातावरणीय क्षेत्रको सबैभन्दा लामो कार्ययोजना पनि हो। लामो कार्ययोजना होइन, स्ट्राटेजिक प्लान पनि हो, जुन 300 पृष्ठ लामो छ। 300 पृष्ठ लामो छ, 40 वटा बुँदा छ र 120 वटा रणनीतिहरू छ। रणनीतिहरू रहेको। त्यसो भने नेपालमा 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 क्यापासिटी 3 को रूपमा लागू भएका जिल्ला नेपालमा एजेन्डा 21 के नाममा लागू गरिएको छ भने क्यापासिटी 3 को नाममा लागू गरिएको छ। कतिवटा जिल्लामा लागू छ? 3टा। कसरी सम्झिने? दासुकै भनेर सम्झिने है। दासुकै नेपालको यो 3टा जिल्लामा एजेन्डा 21 लागू छ। दाङ, सुर्खेत र कैलाली। दाङ, सुर्खेत, कैलाली यो पनि इक्जाममा सोधिरहने प्रश्न हो है। नेपालमा एजेन्डा 21 देखाएका मध्ये कुन जिल्लामा लागू गरिएको छ अथवा कुन जिल्लामा लागू गरिएको छैन भन्नु भन्छ। दासुकै भनेर सम्झिनु है। दासुकै, दाङ, सुर्खेत र कैलाली। ल, एजेन्डा 21 मा हालसम्म 179 वटा राष्ट्रहरूले 179 राष्ट्रले अनुमोदन गरेका छन्। अनुमोदन गरी लागू गरेका पहिलो राष्ट्र चाइना हो है। पहिलो राष्ट्र एजेन्डा 21 लाई इम्प्लिमेन्ट गर्ने पहिलो राष्ट्र चाइना हो। ल, पहिलो चीन। र यो एजेन्डा 21 लाई लागू गर्ने सन्दर्भमा सन् 2002 मा दक्षिण अफ्रिका, साउथ अफ्रिकाको जोहानेसबर्गमा एउटा सम्मेलन पनि भएको थियो। त्यसले यसलाई चाहिँ अझ मजाले लागू गर्नको लागि चाहिँ आवश्यक व्यवस्थाहरू, प्रबन्धहरू मिलाएको थियो भनेर यति कुरा हजुरहरूले सम्झिनु होला है। ल, त्यसपछि आएर अब कुरा गरौँ जैविक विविधता। जैविक विविधता के हो? जैविक विविधता भनेको बायोडाइभर्सिटी भनेको के हो? जैविक भनेको सजीव, जति पनि सजीव प्राणीहरू छन् होइन, लिभिङ थिङ्सहरू, सास फेर्ने, खाना बनाउने, हिँडुल गर्ने नै त भन्न मिलेन, बोट बिरुवा हिँडुल त गर्दैन होइन, तैपनि त्यो जैविक प्राणी हो। पृथ्वीमा भेटिएका जीव तथा जीवाशेषहरूको, जीव तथा जीवात्माहरूको विविधता, तिनीहरूमा आउने फरकपन, तिनीहरूमा भएको चाहिँ होइन डिफ्रेन्सिटीलाई नै हामी जैविक विविधता भन्छौँ। र 3 वटा वेमा विविधता हेर्ने गरिन्छ। एक्जाममा शिक्षक सेवा आयोगलाई सोधेको थियो पोहोर, के भनेर सोधेको थियो भने जैविक विविधतामा तलका मध्ये कुन विविधता पर्दैन भनेर सोधेको थियो। के अरे यता लोकसेवातिर त कति पटक सोध्यो यो प्रश्न। ल, भनेपछि सबैभन्दा पहिला ठ्याक्कै के हो त भनेर इन ब्रिफ बुझ्नु पर्यो भने जैविक विविधता भनेको पृथ्वीमा रहेका जैविक तत्त्वहरूको जैविक तत्त्वहरूमा देखा पर्ने विविधता नै ठ्याक्कै छोटकरीमा भन्दा जैविक विविधता हो भनेर सम्झिनु पर्यो। अनि यसका 3 प्रकारहरू हुन्छ। यसका 3 प्रकारहरू छ है। 3 वटा प्रकारमा आउने चाहिँ विविधतालाई जैविक विविधता भनेर परिभाषित गरिएको छ। जस्तो एउटा भनेको वंशाणुगत विविधता भनिन्छ है। वंशाणुगत विविधता, जेनेटिक डाइभर्सिटी। 2 नम्बरमा छ प्रजातिगत विविधता।
प्रजातिगत विविधता, स्पासियस डाइभर्सिटी भन्छ। 3 नम्बरमा भन्छ पारिस्थितिक पद्धतिय विविधता, पारिस्थितिक पारिस्थितिक पद्धतिय विविधता, पारिस्थितिक पद्धतिय विविधता भन्छ है। ल यो 3 प्रकारका विविधता र यसमा अर्को के सम्झिनु होला यसो भने सन् 2003बाट सूक्ष्म जीव तत्त्व है, सूक्ष्म जीव तत्त्व विविधतालाई सूक्ष्म जीव तत्त्व विविधतालाई पनि जैविक विविधतामा राख्ने गरिएको भनेर यो पनि यसो सम्झिनु होला है। अब ठ्याक्कै यसले अब अरू 3टा जस्तो विशेष रूपमा मान्यता चाहिँ पाएको छैन, तैपनि विभिन्न चाहिँ इन्टरनेसनल रिपोर्टहरूले 2003बाट माइक्रोबायोलोजिकल चाहिँ डाइभर्सिटीलाई पनि जैविक विविधताको प्रकार भनेर भन्ने गरेको पाइन्छ है त। अति अड्कियो हो। गण्डकी शिक्षा अधिकृतलाई पनि सोध्यौ भन्दै हुनुहुन्छ, धेरै पटक सोधेको छ है त, धेरै पटक सोधेको छ। गुरु वातावरण र पर्यावरणमा के फरक हुन्छ भन्नु यस्तो छ। अब शाब्दिक भिन्नता हुन्छ, तर नर्मल्ली हामीले जिकेमा चाहिँ एउटै हो भन्ने ओएले हामी बुझ्छौँ। पर्यावरण भनेको पनि पर्याय, वरिपरि भएका पर्यायहरूको समग्रता पर्यावरण हो। वातावरण भनेको पनि सजीव तथा निर्जीव वस्तुहरूको कम्बिनेसन हो, तिनीहरूको कलेक्सन हो भनेर भन्ने गरिन्छ। शाब्दिक रूपमा केही भिन्नताहरू होला, तर जिकेको रूपमा देयर इज नो एनी सिग्निफिकेन्स डिफरेन्ट भनेर हामी हेर्न सक्छौँ है। मलाई त्यस्तो लाग्छ। र तपाईहरुलाई एउटा यो यहाँ तपाईँ हामी मध्ये एकजना यति दयालु साथीहरू छौँ, एकजना सबैलाई भने होइन मैले है, एकजना यस्तो दयालु साथीहरू छौँ, उहाँले चाहिँ यो हाम्रो क्लास जति छ नि, उहाँ चाहिँ मेरो जिकेको क्लास चाहिँ भए जति जम्मै उहाँले एउटा डुप्लिकेट युट्युब च्यानल बनाएर हाल्ने गर्नु भएको रहेछ है। उहाँको नाम अहिले म तपाईहरुलाई पब्लिक गर्दिनँ। अनि उहाँले त्यसरी गरिसके पछाडि मैले कपिराइट क्लेम हानेर उहाँको जुन यो युट्युब छ, युट्युबबाट एउटा व्यवस्था गर्न लगाएँ। त्यसपछि उहाँको त्यो च्यानल धरापमा पर्ने भयो भनेर उहाँले के गर्नुभयो थाहा छ तपाईहरुलाई? त्यसरी गरे पछाडि यो त गल्ती गरे रहेछु, मैले गलत काम गरे रहेछु, यस्तो गर्न नहुने रहेछ भनेर पाठ सिक्नु पर्ने थियो। तर उहाँले मलाई चाहिँ च्यालेन्ज गर्न के गर्नुभयो थाहा छ? उहाँले त्यो जुन पहिला उहाँको आइडी थियो, त्यो आइडीबाट मेरो भिडियो जति जम्मै डिलिट गरेर फेरि नयाँ आइडी बनाएर मेरो भिडियो हालिदिनु भयो। भए जति जम्मै इच एन्ड एभ्री भिडियो मैले जति पढाएको छु तपाईहरुलाई, त्यो जम्मै क्लासहरू कुनै एउटा डुप्लिकेट चाहिँ आइडी युट्युब च्यानल खोलेर हालिदिनु हो। उहाँले त्यो के गरेको हो भने च्यालेन्ज गरेको मलाई, तैँले सक्सेस हो नि, ल मेरो यो युट्युब च्यानल गए पनि मलाई केही मतलब भएन, किनभने जम्मा चाहिँ 10-12 जना कतिजना फलोवर्स छ है। उहाँले आफ्नो मेन त्यो जुन आइडी छ, चोरचारे आइडी, त्यो आइडीलाई चाहिँ बचाउनु भयो, किनभने मेरा कन्टेन्टहरू त्यहाँ भयो भने त त्यो च्यानलै धरापमा पर्ने भयो भन्ने उद्देश्य भन्ने हिसाबले त्यो आइडीबाट जम्मै मेरा चाहिँ भिडियो डिलिट गरिदिनु भयो। अनि नयाँ आइडी खोलेर चाहिँ भयो जति जम्मै इच एन्ड एभ्री क्लास जति जम्मै हालिदिनु भयो। अब यो नैतिकताले तपाईँलाई कहाँ पुर्याउँछ भन्ने कुरा हो क्या है। तपाईँलाई त्यत्रो समाज सेवा गर्न मन लाग्यो, सर मैले युट्युब च्यानल खोलेको छु भनेर चाहिँ मलाई सौहार्दपूर्ण हिसाबले भन्नु 2-3टा क्लास फ्रीमा पढाइदिन्छु है। 2-3टा क्लास स्टुडियोमा रेकर्ड गरेर तपाईँलाई मैले ल युट्युब च्यानलमा हाल्नुहोस् साथी भनेर दिन्छु। त्यो चोरचारे काम बन्द गर्नुहोस् है। त्यो नैतिकताले तपाईँलाई कहीँ पनि पुर्याउँदैन साथी। ल कौडीको भाउमा नमिल्काउनुहोस् है।
ती कुराहरूलाई कौडीको भावमा नमिल्काउनुहोस्। तपाईँलाई अहिले समाजसेवा गर्न केही बित्या छैन, समाजसेवा गर्ने बेला आउँछ, त्यस्ता समाजसेवाले न केही हुन्छ। अनि पढ्न भनेर जोइन भएको छ विद्यार्थी, खुइ खुइ भयो जति जम्मै क्लासको चाहिँ मोबाइलमा स्क्रिन रेकर्ड गरेर अनि क्लास हाल्ने तरिका हो त्यो। त्यही नैतिकताले अनि तपाईँ राष्ट्रसेवक बन्ने, अनि चाहिँ तपाईँ लक्ष्य बोक्ने, सहसचिव हुन्छु, सिडिओ हुन्छु, जिल्ला चलाउँछु भन्ने, प्रधानाध्यापक हुन्छु, स्कुल चलाउँछु भन्ने सपना देख्ने, अनि आजैबाट त्यो चोरचारे प्रवृत्तिले अनि के सेवा गर्नुहुन्छ तपाईँ राष्ट्रको? राष्ट्रसेवक हुन लाज लाग्दैन तपाईँलाई अलिकति? राष्ट्रसेवक बन्छु भन्न लाज लाग्दैन? लाज हुनुपर्ने है। त्यो काम बन्द गर्नुहोस्। जसले त्यो गैर कानुनी काम गर्नुभएको छ बन्द गर्नुहोस्। मसँग केही च्यालेन्ज लिनु पर्दैन, म सामान्य मान्छे हो है, म सामान्य मान्छे, गाउँको मान्छे, गाउँमा जन्मे हुर्किया मान्छे, के च्यालेन्ज गर्नुहुन्छ म? तपाईँहरू धेरै माथि हुनुहुन्छ है, तपाईँहरूसँग मैले सक्दिनँ। त्यही भएर ल त्यो बन्द गर्नुहोस् है, तपाईँलाई मेरो आग्रह हो। ल ओके। ल ठिक छ। जैविक विविधताको तीनवटा प्रकारहरूमा वंशाणुगत विविधता होइन, जेनेटिक्स, त्यसको जिनमा हुने, वंशाणुमै हुने विविधतालाई जैविक विविधतामा चाहिँ राखिएको छ। अर्को प्रजातिगत विविधता, त्यसका चाहिँ प्रजातिहरूमा होइन, त्यसका चाहिँ जाति प्रजातिहरूमा हुने विविधतालाई जैविक विविधतामा काउन्ट गरिन्छ। र अर्को पारिस्थितिक पद्धतीय विविधता भन्छ, पारिस्थितिक पद्धतिमा आउने इकोसिस्टम डाइभर्सिटीलाई पनि, यो तिनटालाई पनि लिइन्छ। र इन्टरनेसनल रिपोर्टहरूको अनुसार सन् 2003बाट सूक्ष्म जीव तत्त्व चाहिँ विविधता होइन, जसलाई माइक्रोबायोलोजिकल डाइभर्सिटीको नामले हामी चिन्ने गर्छौँ, यसलाई पनि जैविक विविधतामा राख्ने भनेर भनिएको छ। तर ठ्याक्कै इक्जाममा दियो भने यो तिनवटा हुन्छ, अनि कुनै एउटा अप्सन फाल्टु गराएर दिन्छ है। अहिलेसम्मको परिपाटी त्यस्तो छ। त्यसपछि आएर फादर अफ बायोडाइभर्सिटी भनेर कसलाई चिनिन्छ अरे भन्नु त? फादर अफ चाहिँ बायोडाइभर्सिटी, जैविक विविधताका पिता भनेर कसलाई चिनिन्छ? अझ त्योभन्दा पहिला कुरा गरौँ, जैविक विविधता, जैविक विविधताका, जैविक विविधताको प्रचलन कहिलेबाट सुरु भयो भने जैविक विविधताको प्रचलन सुरु भयो सन् 1980 को दशकबाट, 1980 को सुरुवातबाट भयो। जैविक विविधताका पिता भनेर, जैविक विविधताका पिता, जैविक विविधताका पिता भनेर E.O. विल्सनलाई चिनिन्छ है, E.O. विल्सनलाई चिनिन्छ। यिनको निधन भएको छ, यिनको निधन भएको छ कहिले भयो भन्दा सन् 2021 को 12 महिना 26 गते। यो पनि नासोलाई सोधिसकेका प्रश्न हो है। जैविक विविधताका पिता भनेर चिनिने E.O. विल्सनको निधन कहिले भयो भनेर नासोलाई पोहोर हो कि कहिले हो, पोहोरै होला सायद, एक्जाममा सोधेको। त्यसपछि आएर जैविक विविधता दिवस भन्ने छ एउटा, जैविक विविधता दिवस कहिले मनाइन्छ? जैविक विविधता दिवस कहिले मनाइन्छ? बायोडाइभर्सिटी कहिले भन्यो भने मे 22 मा मनाइन्छ, मे महिनाको 22 मा मनाइन्छ। पहिल्यैबाट यही महिनामा मनाइन्थ्यो? मनाइन्थेन। पहिले चाहिँ कहिले मनाइन्थ्यो भन्यो भने पहिले चाहिँ डिसेम्बर 29 मा मनाइन्थ्यो, डिसेम्बर 29 मा मनाइन्थ्यो। अनि सुरुवात चाहिँ कहिलेबाट भएको हो त होइन? जैविक विविधता दिवस मनाउन भनेर सुरुवात चाहिँ कहिलेबाट भयो भन्यो भने सन् 1994 बाट मनाउन सुरु भयो। सन् 2000 बाट, सन् 2000 देखि मे 22 मा मनाइयो, मे 22 मा मनाउन सुरु गरियो है। 1994 देखि 2000 सम्म चाहिँ डिसेम्बर 29 मा मनाइन्थ्यो, डिसेम्बर 29 मा मनाइन्थ्यो। अनि 2000 बाट चाहिँ मे महिनाको 22 गते, मे 22 मा मनाउन सुरु गरियो भनेर सम्झिने।
है। त्यसपछि आएर खरिदारलाई 2079 मा सोधेका प्रश्न के हो भने जैविक विविधता अझ त्योभन्दा अगाडि सन् 2023 को नारा के छ? सन् 2023 को नारा भन्नु त। सन् 2023 को जैविक विविधताको नारा फ्रम एग्रिमेन्ट टु एक्सन, फ्रम एग्रिमेन्ट टु एक्सन, build back biodiversity, build back biodiversity। ल फ्रम एग्रिमेन्ट टु एक्सन, अब एग्रिमेन्ट धेरै भयो, अब एक्सनमा जानु पर्यो भनेको होइन। फ्रम एग्रिमेन्ट टु एक्सन बिल्ड ब्याक बायोडाइभर्सिटी भन्ने नाराका साथ सन् 2023 को बायोडाइभर्सिटी डे मनाइयो। र के अरे खरदारलाई सोधेका प्रश्न, पोहोर वर्ष खरदारलाई सोधेका प्रश्न, युएनओले कुन वर्षलाई जैविक विविधता वर्ष भनेर मनायो? ल भन्नुहोस् त, कुन वर्षलाई जैविक विविधता वर्ष मनायो? ल अस्ति मात्रै चाहिँ खरदारलाई सोधेको प्रश्न हो। जैविक विविधता वर्ष मनाएको भन्यो भने सन् 2010। यो सोधेको खरिदारलाई 2079 मा सोधेको प्रश्न है। युएनओले सन् 2010 लाई जैविक विविधता वर्ष भनेर मनायो है, बायोडाइभर्सिटी इयर भनेर मनायो। त्यस पछाडि आएर नेपाल र जैविक विविधता महासन्धि भनेर हेरौँ त। महासन्धि नेपालले हस्ताक्षर कहिले गर्यो, नेपालले अनुमोदन कहिले गर्यो र नेपालमा कहिलेबाट लागू भयो भनेर सोध्छ। सबभन्दा पहिला नेपालले हस्ताक्षर गर्यो। कहिले गर्यो नेपालले हस्ताक्षर भन्दा सन् 1992 को 11 महिना 12 गते है। सन् 1992 को नोभेम्बर 12 मा नेपालले हस्ताक्षर गर्यो। त्यस पछाडि आएर अनुमोदन गर्यो। अनुमोदन गरेको सन् 1993 11 महिना 23 गते। दुईटै 11 महिना भयो। 1992 यो माथिको 11 होइन है, तल 11 महिना 23 गते, माथि 6 महिना 12 गते, जुन 12 मा नेपालले हस्ताक्षर गरेको। 1992 6/12 मा, जुन 12 मा। अनुमोदन भनेको रेटिफिकेसन होइन, जस्तो अधिकांश केसमा नेपालको संसदले अनुमोदन गर्ने भन्ने हामीलाई थाहा छ नि। जस्तो एमसिसीकै केसमा पनि एमसिसी सम्झौता पहिला भयो, नेपालले हस्ताक्षर पहिला गरेको 2074 मा हस्ताक्षर गरेको, पछि गएर चाहिँ 2078 मा बल्ल संसदबाट अनुमोदन गर्यो भन्ने छ। अनुमोदन भनेको रेटिफाई भनेर भन्छ, रेटिफिकेसन भनेर भन्छ। र नेपालमा लागू कहिलेबाट भयो? नेपालले जैविक विविधता महासन्धि लागू गरेको सन् 1994 फेब्रुअरी 21 बाट, जुन 21 बाट लागू गरेको। ल अनुमोदन भनेको संसदले अनुमोदन गर्नुपर्ने हो भने संसदले अनुमोदन गर्ने, संसदबाट पास गराउने के पास गर्ने, ठिक छ। हस्ताक्षर गर्ने भनेको त्यहाँ अब जो सहभागी छ उसले त्यो बेलामा हस्ताक्षर गर्छ हैन, आज सहभागीको रूपमा हस्ताक्षर गर्ने भयो। अनुमोदन भनेको त्यसलाई पछि आफ्नो देशमा आइसके पछाडि सम्बन्धित क्षेत्रबाट चाहिँ त्यसलाई पारित गराउने कामलाई रेटिफिकेसन भन्छ, अनुमोदन गर्ने भन्छ। ल यसरी 1992 मा हस्ताक्षर गरेर 93 मा अनुमोदन गरेर 94 बाट लागू गरेको रहेछ भनेर सम्झिनु है। इन्जिनियरमा सोध्छ सर योबाट भन्नु, यस्तो छ सदेशजी। अब जिके भनेको सबैलाई चाहिँ यस्तो हुन्छ कि अब नर्मल्ली इन्जिनियरहरूलाई यत्रो डिटेलमा जान्छ सर भन्ने हुन्छ, तर टपिक छ एउटा दुईटा प्रश्न सोध्ने हो, जहाँबाट जस्तो प्रश्न नै आइदिन सक्छ क्या। सजिलो आयो भने त राम्रो है। हामीले यहाँ चाहिँ बरु चाहिँ
धेरै पढेर त्यो मध्ये एक दुईवटा सजिलो आयो भने राम्रो। तर हामीले यहाँ छानेर एक दुईवटा पढ्ने अनि इक्जाममा चाहिँ अर्कै अर्कै आइदियो भने त झन् तनाव हुन्छ होइन। त्यो भएको हुनाले पढ्नुपर्ने चाहिँ तथ्यहरूलाई एउटा सर वेमा एउटा प्याटर्नमा ल्याएर चाहिँ सम्झिने है। गाउँतिर उखान छ नि, मैले भनेको छु नि पहिला नि, स्याल मार्न जाने बाघको खजाना लिएर। मार्ने चाहिँ स्याल हो, तर बाघ मार्दा चाहिने चाहिँ खजाना बोकेर जानुपर्छ। त्यसै भने होइन नि त बुढापाकाले है। ल 2 महिना 21 गते, 2 महिना भनेको फेब्रुअरी है, 1994को फेब्रुअरी 21। ल आजलाई यति गरेँ है मैले। अब यसका सबै कुरा भोलि हुन्छ। नेपाल कति पोजिसनमा छ संसारमा, बायोडाइभर्सिटीमा चाहिँ धनी 5 देशहरू के हो, सार्कको कन्डिसन के छ, अरू बाँकी जम्मै भोलि हुन्छ। ल आजलाई दिस मच फर नाउ। राम्रोसँग पढ्नुहोस्। हाभ अ गुड नाइट। सर एकल सूचकाङ्क कुल सूचकाङ्क भनेको कस्तो यस्तो छ, दिगो विकासको सन्दर्भमा कतिपय सूचकहरू दोहोरिन्छ क्या, कतिपय सूचकहरू रिपिट भएर आइरहेको हुन्छ। त्यो रिपिट भएकालाई शुद्ध चाहिँ गन्ने हो भने 248वटा हुन्छ कुल सूचकाङ्क। तर सिङ्गल सिङ्गल एउटा चाहिँ सूचकलाई एकपटक मात्रै गन्ने हो भने 232वटा हुन्छ भनेर भनेको है। र नेपालको राष्ट्रिय योजना आयोगले 232लाई आधार मानेर त्यो नेपालको चाहिँ तय गरेको छ होइन। अलि अगाडिको सन्दर्भमा 232मा 247वटा थपेर चाहिँ 489वटा 79वटा बनायो भन्ने कुराहरू थियो। अब अहिले त्यो नि भनिरहनु परेन होइन, त्यसलाई 301मा झारिसकेको छ। ल पहिला मलेसिया राखेको थियो, त्यही भएर मलेसिया भन्ने गरिन्थ्यो। तर मिति चाहिँ थाइल्यान्डको अगाडि थियो। अहिले यो समस्या समाधान भइसक्यो। अहिले तपाईँले परराष्ट्र मन्त्रालयको वेबसाइटमा गएर चेक गर्नुभयो भने सुरुमा थाइल्यान्ड नै छ है, सुरुमा थाइल्यान्ड नै छ, हुनुपर्ने त्यही हो। ल ल आजलाई म बिदा भएँ। हिजोको छुटेको छ, अब रेकर्डेड भिडियो हुन्छ होला, त्यहाँबाट हेर्नु होला है। अब सर स्क्रिन सेयर भएन भन्नु, अब एकैचोटि वेलकम टु दि गुड नाइट हो अब है। अब भोलि सेयर हुन्छ ल। हस् नमस्ते। ल छुट्यौँ, ल छुट्यौँ, भोलि कुरा गरौँ ल। 98 हो, 98, 88 होइन है, 98 हो, सन् 1998 हो।